यो कुनै सामान्य भिडियो होइन, यो एक यात्रा हो केराबारीबाट कारखानासम्म। घामको पहिलो किरणसँगै उष्ण प्रदेशको विशाल केरा बगैँचामा किसानहरू काममा लाग्छन्। हरिया काँचै रहेका केरा सावधानीपूर्वक बोटबाट काटिन्छन्, किनकि यही काँचो केरा नै राम्रो गुणस्तरको उत्पादनको आधार हो। सङ्कलन र ढुवानी। काटिएका केरा अब सिधा कारखानातर्फ जान्छन्। धक्का नलागोस् भनेर विशेष हुक र प्लास्टिक क्रेटमा राखिन्छ। यहाँ सानो गल्तीले पनि ठूलो नोक्सानी हुन सक्छ, त्यसैले प्रत्येक गुच्छा निकै ध्यानपूर्वक ढुवानी गरिन्छ। कारखानामा प्रवेश र गुणस्तर जाँच। केरा कारखानामा पुग्ने बित्तिकै सुरु हुन्छ पहिलो परीक्षण। कामदारहरूले पन्जा, मास्क र टोपी लगाएर प्रत्येक केराको रङ, आकार र अवस्था जाँच्छन्। खराब वा धेरै पाकेका केरा तुरुन्तै अलग गरिन्छन्। धुने र सफा गर्ने प्रक्रिया। अब केरा जान्छन् सफाई प्रक्रियामा। ठूला स्टेनलेस स्टिल ट्याङ्कमा केरालाई सफा पानीले धोइन्छ। माटो, धुलो र प्राकृतिक रस पूर्ण रूपमा हटाइन्छ। यो चरण अत्यन्त महत्त्वपूर्ण हुन्छ, किनकि सफाई नै स्वास्थ्यको पहिलो आधार हो। केरा छिल्ने प्रक्रिया। धोइएका केरा अब छिल्ने मेसिनमा प्रवेश गर्छन्। केही कारखानामा यो काम मेसिनले गर्छ, केही ठाउँमा मानिसको हातले। छालालाई अलग राखिन्छ र भित्रको नरम केरा उत्पादनतर्फ बढ्छ। स्लाइस गर्ने प्रक्रिया। केरा चिप्सका लागि अब सुरु हुन्छ सबैभन्दा रोचक चरण। केरालाई अत्याधुनिक मेसिनले एक नासका पातला स्लाइसमा काट्छ। हरेक टुक्रा उस्तै आकारको हुन्छ, ताकि पकाउँदा सबै चिप्स समान रूपमा तयार होस्। पकाउने वा सुकाउने प्रक्रिया। स्लाइस गरिएका केरा अब तातो तेलमा वा हावामा सुकाउने मेसिनमा जान्छन्। बिस्तारै तिनको रङ बदलिन्छ, हरियाबाट सुनौलो। यही प्रक्रियाले केरालाई कुरकुरे चिप्समा रूपान्तरण गर्छ। पकाइसकेपछि चिप्स तुरुन्तै चिस्याइन्छ। त्यसपछि आवश्यक अनुसार नुन, मसला वा विशेष स्वाद थपिन्छ। प्याकेटमा जानु अघि अन्तिम पटक गुणस्तर जाँच गरिन्छ। रङ, कुरकुरेपन र सफाई सबै कुरा परीक्षण हुन्छ, किनकि ग्राहकको विश्वास सबैभन्दा ठूलो पुँजी हो। प्याकेजिङ प्रक्रिया। अब चिप्स जान्छन् प्याकेजिङ मेसिनमा। स्वचालित मेसिनले ठ्याक्कै तोकिएको मात्रामा चिप्स हाल्छ। प्याकेट सिल गरिन्छ, मिति छापिन्छ र बजारका लागि तयार हुन्छ। भण्डारण र ढुवानी। प्याक गरिएका चिप्स बक्समा राखेर गोदाम पठाइन्छ। यहाँबाट यी उत्पादनहरू देश-विदेशका बजारसम्म पुग्छन्। सानो केरा ठूलो उद्योगको हिस्सा बन्छ। अन्ततः हाम्रो हातमा आउँछ सफा, स्वादिलो र सुरक्षित केरा चिप्स। यो केवल खाना होइन, यो किसानको मेहनत, कारखानाको प्रविधि र गुणस्तरप्रतिको प्रतिबद्धताको परिणाम हो। अब जब तपाईँ अर्को पटक केरा चिप्स खानुहुन्छ, यसको पछाडि रहेको पुरै यात्रा सम्झनुहोस्। भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला।